अब आउने 15 गते राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आन्दोलनको सुरुवात गर्दैछ। भ्रिकुटी मण्डप हो नि त। भ्रिकुटी मण्डपमा दिनको 1 बजे सबैलाई उपस्थित हुन म हार्दिक अनुरोध गर्दछु र हाम्रो यो समितिले पनि यसलाई अपराध लिएको छ। हामी सबै पनि जान्छौँ, तर पार्टीको झण्डामा होइन, राष्ट्रिय झण्डामा सबैजना उपस्थित हुन म अनुरोध गर्दछु। यहाँ आफ्नो पार्टीको झण्डा होइन, पहिले राष्ट्र बचाऊ, पहिले राष्ट्रलाई समुन्नत पारौँ, राष्ट्रलाई सुरक्षित राखौँ, अनि पार्टी खोलौँ, आफ्नो झण्डा ल्याउँ, झगडा त्यसपछि गरौँला। अहिले राष्ट्रिय झण्डामा दुरुपयोग गर्नुभयो भन्ने पनि एउटा आलोचना आयो नि। कसले राष्ट्रिय झण्डा बोकेर हिँडेको मान्छेलाई राष्ट्रिय झण्डाको दुरुपयोग गर्नु भन्छ? त्यो मान्छे आफै राष्ट्रिय होइन, अराष्ट्रिय हो।